सम्पूर्णलाई नमस्ते। धेरै दिनपछि फेरि पनि स्वागत छ मेरो ब्लगमा। आज चाहिँ हामी धेरै दिनपछि आएका छौँ कि बिचमा मैले 1 महिना ग्याप राखेँ, किन भन्दा 1 महिना हामी ड्युटीतिर बिजी भयो। आज चाहिँ हल्का बिदा थियो होइन, सबै साथीजना मिलेर आज बिदाको दिन के गर्ने त भन्दा भलिबल खेल्ने भनेर आज ट्याक्क भलिबल खेलेको छौँ। अब भलिबल त के भन्नु होइन, सानो बलाटार जस्तो बल रहेछ होइन, त्यसैबाट खेलेको। ठिकै छ, सबै राम्रै छ, हेर्दै जानु होला के कसो हुन्छ आजको दिन, कसरी बिच हेर्नु होला। गण्डकीका हाम्रा राज पौडेलजीले सर्भिस गर्दै हुनुहुन्छ। सर्भिस अत्यन्तै नराम्रो सर्भिस जाली मुनिबाट सर्भिस गएको छ हाम्रो राज पौडेलद्वारा। टिम गोर्खाबाट प्यालो जर्सी लगाएर टिम गोर्खाबाट सन्तोष पोखरेल सर्भिसमा अत्यन्तै नराम्रो सर्भिस, यो सर्भिस पनि आउट गएको छ। नम्बर टिम गण्डकीतिर, टिम गण्डकीको सर्भिसमा राज पौडेल एकदमै राम्रो सर्भिस, एकदमै टिम गोर्खाको सटर खड्का, टिम गोर्खाका फर्स्ट सटर शङ्कर खड्काद्वारा एकदमै राम्रो प्रहार र सर्भिसमा सन्तोष एकदमै राम्रो सर्भिस, एकदमै राम्रो सट गण्डकी टिमका लेफ्ट सटर राईद्वारा। टिम गण्डकीले बारम्बार नम्बर ल्याइरहेको छ। हाम्रा रेफ्री टिकाराम दाईलाई पनि धेरै धेरै धन्यवाद। आज यो क्रोएसियामा भइरहेको गण्डकी वर्सेस गोर्खा भलिबल प्रतियोगिताको प्राइज रहेको छ हाँस। जसले जित्छ त्यसलाई 5 किलोको हाँस दिइनेछ। सर्भिसमा हुनुहुन्छ हाम्रा राज पौडेलले एकदमै राम्रो सर्भिस र फर्स्ट सटरमा हुनुहुन्छ शङ्कर खड्का एकदमै हो, तर बल भने जालीमा। नम्बर आएको छ टिम गोर्खापट्टिकालाई। टिम गोर्खाबाट सर्भिसमा आउँदै हुनुहुन्छ पहेँलो जर्सी लाएर सन्तोष पोखरेल। हाम्रो बलको पनि हल्का समस्या छ, बेला बेलामा बललाई अक्सिजन दिइरहन पर्नेछ। गोर्खा टिमका क्याप्टेनले एकदमै राम्रो डाइभ हान्दै बललाई राम्रो डिफेन्स गर्नुभएको छ, उहाँलाई धेरै धेरै मुरी धन्यवाद। र गण्डकीका क्याप्टेन सुन्दर सापकोटा सर्भिसमा एकदमै राम्रो सर्भिस र एकदमै राम्रो सट, एकदमै राम्रो प्रहार थियो, तर के गर्नु जाली कट्न सकेन। नम्बर रहेको छ गण्डकीतिर। हाम्रा गण्डकीका क्याप्टेन सुन्दर शर्माद्वारा एकदमै राम्रो अन्डर आर्म सर्भिस, एकदमै राम्रो सट प्रहार गर्नुभएको छ अट्याक लाइनभित्र सन्तोष पोखरेलद्वारा, एकदमै राम्रो सट। नम्बर रहेको छ गोर्खातिर। राम्रो सर्भिस गोर्खाद्वारा, एकदमै राम्रो सट प्रहार गर्ने। उसमा बल गएको छ आउट। एकदमै राम्रो सट हान्ने कोसिसमा सन्तोष, बल जालीबाट मुनिबाट गएको छ। सर्भिस रहेको छ गण्डकीतिर, एकदमै राम्रो सर्भिस ल एकदमै राम्रो सट प्रहार, राम्रो डिफेन्स गर्नुभएको छ, राम्रो प्लेसिङ। बुलदाईद्वारा राम्रो प्लेसिङ, बुलराना मगरद्वारा। गोर्खा टिमका अत्यन्तै कडा सर्भिस गर्ने झोकमा बललाई बारीको पाटातिर पुर्याउनु भएको छ। बलम्यानहरू पनि बिरालो खेल्दै हुनुहुन्छ, एकदमै राम्रो सर्भिस, एकदमै राम्रो सट प्रहार गण्डकी गोर्खा टिमका क्याप्टेन डराइसक्नु भएको छ खड्का। एकदमै राम्रो सर्भिस, बुम सट हान्नुभएको थियो तर आउट गएको छ। शङ्कर खड्काद्वारा बुम सट आएको थियो तर आउट। बुम सट हानेका छन्, एकदमै राम्रो सर्भिस, तर के गर्नु बल भने गएन। एकदमै राम्रो सर्भिस र एकदमै राम्रो सटको प्रहारमा एकदमै राम्रो सट हान्नुभएको छ। राम्रो सर्भिस, एकदमै राम्रो वाट अ सट। हाम्रा यहाँ खेलाडीहरू हाँस्नु भएको छ। नम्बर भने गण्डकीको 24 र गोर्खाको 23। सर्भिसमा हुनुहुन्छ हाम्रा गोर्खा टिमका गण्डकी टिमका जित्यो ल 24, 1 सेट जित्नु भएको छ। ल अर्को सेट 1 सेट जित्नु भएको छ हाम्रो उसले। ल यतापट्टि धेरै मोटा मान्छे हुनुहुन्छ भनेर हामीले यो ठाउँ चाहिँ चेन्ज नगरिकन अर्को खेल लगत्तै सुरु गर्दैछौँ। ल अब हाम्रा गोर्खा टिमका सटर रिसाइसक्नु भएको छ र गण्डकी टिमकाले फेरि पनि सर्भिसमा एकदमै राम्रो सर्भिस र खड्काद्वारा एकदमै राम्रो प्लेसिङ। वाउ सट राईद्वारा, वाउ सट।
एकदमै राम्रो सर्भिस गर्ने क्रममा हुनुहुन्छ एकदमै राम्रो सर्भिस वाह वाह गोर्खा टिमका क्याप्टेन शङ्कर खड्काद्वारा एकदमै राम्रो बुम सट वाह तर नेटको जाली मुनिबाट सर्भिसमा हुनुहुन्छ राज पौडेलजी कौसेदीबाट उहाँलाई हामीले 35 करोडमा किनेर लिएर आएको एकदमै राम्रो बुम सट हान्ने कोसिसमा हुनुहुन्थ्यो तर बल उठिसक्यो एकदमै राम्रो बल उठेको छ बल आउट सर्भिसमा हुनुहुन्छ हाम्रा राज पौडेलजी एकदमै राम्रो सर्भिस वाह अब हाम्रा शङ्कर भिनाजुले बुम सट फेरि पनि शङ्कर के अरे फेरि पनि सर्भिसमा हुनुहुन्छ पौडेलजी एकदमै राम्रो सर्भिस पौडेलद्वारा तर जाली कट्न सकेन यताबाट भने छड्के सर्भिस आइसकेको छ र एकदमै राम्रो बुम सट ओ सटरजी पनि हल्लिनु भएको छ के यो बुम सटको बदला तिर्छन् हाम्रा सन्तोषले हेर्दै जाम एकदमै राम्रो दामी 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 जाली कट्न सकेन ल एकदमै राम्रो बुम तर सेन्टरमा हान्नु भएको छ ल ल ल अब बदलाको आगमा सुन्दर एकदमै राम्रो सट एकदमै राम्रो थियो तर के गर्नु सेन्टरद्वारा हाम्रा खड्का भिनाजुद्वारा खासै खेल राम्रो भएको प्रदर्शन भएको देखिएको छैन ल खेलाडीहरू सबै गर्मीले रुल्लटुल्ल भइसक्नु भएको छ र हामीले केही जितेपछि 2-4वटा उत्कृष्ट खेलाडीको कान सट यसलाई भन्छ कान सट एकदमै राम्रो ओहो हेयर सट भएको थियो क्यामेरामा कोही दिउन सकेन यसको लागि क्षमा प्रार्थी छु ल बुम सट एकदमै राम्रो क्यामेरामा सबै कोही लिन सकिएको छैन बिस्तारै म नजिक टाढाबाट लेख्छु एकदमै राम्रो हवाई सट यसलाई भन्छ हवाई सट ल वाह यसलाई भन्छ हवाई सट बुम सट यति राम्रो सट ल आजको खेल सकिसकेको छ गण्डकी टिमका हाम्रा टिम क्याप्टेन सुन्दर सापकोटाले गेम जित्नु भएको छ र हाम्रा फर्स्ट सटरजी पनि हुनुहुन्छ बेस्ट अफ लक हजुरले गेम जित्नु भएको छ थ्याङ्क यू ल अनि आजको गेम कस्तो भयो यस्तो रमाइलो भयो आज मिठो निद्रा लाग्ने छ खाना पनि एकदम मजाले पस्नु पनि छ ल धन्यवाद ल क्यामेराम्यानको थुतुनु चोखा मन्दै हान्दै र हाम्रा गण्डकी टिमका टिम रेसलाई कस्तो महसुस भयो एकदम दामी विनर टिम हैन ल हाम्रा सटरजीले कस्तो महसुस ल हाम्रा ऑडियन्सहरु पनि हुनुहुन्थ्यो हैन ऑडियन्सहरुलाई यो गेमको बारेमा के भन्न चाहनुहुन्छ के बोल्न चाहन्न अहिले ल सानो ग्राउन्ड भएर हो अहिले राउन्ड रमाइलो अलि हुन्थ्यो अझ हो ल अलि साउन्ड ग्राउन्ड भएर ल अब हामीले त पोखरा टिमका टिम क्याप्टेनसित हामीले इन्टरभ्यु लिएकै छैनौँ के अरे गण्डकी टिमका ल गण्डकी टिमका क्याप्टेनसित ल्याउने हो गण्डकी टिमका होइन गण्डकीका क्याप्टेनसँग त इन्टरभ्यु लिनु पर्यो नि ड्यामो देखाउँछु मैले पहिला भन्दैछन् ल ड्यामो हेरौँ त ड्यामो हेरौँ ड्यामो कस्तो सटै छ ड्यामो हेरौँ ओ एकदमै राम्रो ड्यामो देखाएका छन् एकदमै राम्रो ल सुन्दर भाइ ल मैले यसको जिम्मा क्याप्टेन राज पौडेललाई दिन चाहन्छु ल उताबाट लीला भाइको सट ओहो वाट अ बुम सट आज चाहिँ क्रोएसिया आएर धेरै दिनपछि ट्याक्क फ्रेस भएर होइन ड्युटी बिदा थियो ड्युटी बिदाको दिन पारेर आइतबार पारेर ट्याक्क भलिबल खेलेर होइन यस्तै छ नयाँ लुक्समा छौँ हामी सबै कपाल सोपाल काटेर होइन ठिक छ हेर्दै गर्नु होला आजको भ्लग यति बाई बाई